वेलकम ब्याक टु माई युट्युब च्यानल संसारमै हुन्छ म पनि संसारमै। आज हामी तौलियातिर जाँदैछौँ नागरिकता बनाउने ठाउँमा। अब ती कस्तो हुन्छ हेर्दै जानु होला। अब हामी जाँदैछौँ। अब भिडियोमा हेर्नु होला, लाइक कमेन्ट गर्नु होला, त्यो कस्तो हुन्छ थोरै सपोर्ट देखाउनु होला। धेरै दिनपछि मैले भिडियो हाल्दैछु र अब हेर्दै जानु होला बाटो। अब हामी जानु लाग्यो। अब यसो चलाइरहेछ है। ल अब हामी जान्छौँ। अब ल हेर्दै जानु होला के कस्तो हुन्छ। हामी हिँडेको दाज। अब के कस्तो हुन्छ भिडियोमा हेर्नु होला। ल यता पनि उस्तो म त भिडियो बनाइदिन्छु, यता मैले आफ्नै भिडियो बनाइरहेको छु, यता म बसिरहेको छु। अब हामी हिँड्दैछौँ। बाटो यस्तो छ राइट, सिधा छ। यता हो पछाडि एउटा अटो आइरहेको छ राइट, पछाडि छ अटो। लाइक हामी आधी बाटो पनि आइसक्यौँ, अझै बाटो टर्नै छ। लाइक मलाई चस्मा कस्तो लाग्छ, कस्तो देखिरहेको छ मलाई भन्नु होला। ल अगाडि बाइक गर्छ। अब हामी यहाँ आइसक्यौँ गाइस। अब मलाई थाहा छैन यो ठाउँमा के भन्छ, आई डोन्ट नो, बट अब हामी आइपुग्यौँ। अब अझै बाटो छ गाइस, अब हेर्दै गर्नु होला कस्तो। अब हामी छुतरदाई पनि आइयो गाइस। छुतरदाई भन्छ कि के भन्छ गाइस मलाई थाहा छैन त्यति राम्रोसँग नाम होइन। आउनु त देवी आउने गाइस, तर नाम थाहा छैन होइन। कपाल मिलाउँदै यता फेरि यस्तो भिडियो छोपिदिएर बसेर भिडियो बनाइरहेछ। ल अब हेर्नु होला के कस्तो हुन्छ। एउटा आइफोनमा यहाँ हेर्नु है, मैले देखाइदिन्छु। तर देखिँदो रहेछ। अस्ति गर्दैन र पहिला सामान दिन्छ अनि यहाँ चाहिँ भगवानको मन्दिर छ अनि उहाँ चाहिँ हनुमानजी हुनुहुन्छ। अनि यो चाहिँ पुल हो। के पुल गरे पुलको नाम रामघाट के समथिङ के भन्छ। अनि पुल हो। अनि त्यसपछि उहाँ चाहिँ हनुमानजी हुनुहुन्छ। अनि यो चाहिँ तिलौराकोटको तौलिया तिलौराकोटको म्युजियम हो। अनि यहाँ जान भित्र पैसा लाग्छ, अनि गएर फोटोसोटो खिच्न पनि पैसा लाग्छ। बट यदि हजुरहरू ऐतिहासिकमा इन्ट्रेस्टेड हुनुहुन्छ, हिस्ट्रीमा इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ राम्रो छ, नत्र भने चाहिँ बोर लाग्छ। अस्ति हामी गएर घुमे जस्तै छ्याउ लाग्छ। त्यही हो गाइजहरू। अब मेरो थुतुनो बिग्रिरहेको छ कि। अनि चाहिँ गइरहेको छ। अब यसलाई मलाई भित्रको बाहिर लैजान्छु भने हाम्रो काम मतलब अब हामी काम परेको ठाउँमा जाने बेलामा ल्याउँछु भन्छ। अनि गाउँ चाहिँ पुरा हरियाली छ। यो चाहिँ हामी ओफिसियली होइन, ओफिसियली अनि अघिल्लो पनि ओफिसियली हो, त्यही पनि यो पनि ओफिसियली तौलियामा आयौँ भनेर के चाहिँ बाटो 4 नम्बर
रहेछ त्यहाँ चाहिँ घरहरू पार्किङ करके यो फोटो खिच्न फोटो तपाईँको जिल्ला प्रशासन कार्यालयको बस्तीमा छ के भइसक्यो अब यहाँ हामी जान्छौँ जिल्ला प्रशासन कार्यालय कपी बस्ने यहाँ भित्र खिच्यौँ गेटबाट यहाँ भित्र छिन् यहाँ त राष्ट्रिय पैसा पत्र बनाउनु क्या यता हो अब तबाट निस्किन्छौँ काम भइसक्यो गाइज बिस्तारै खाइले के किन्ने गरे यहाँ कतिवटा हो र अब चाहिँ हामीहरू फर्कियौँ काम सकेर अनि यो चाहिँ कृषि विकास ब्याङ्कको ब्रान्च हो कि खै मेन शाखा हो हामी चाहिँ वापस आयौँ हामी चाहिँ अब फर्किन लाग्यौँ अनि यस गाइस तालमा त केही छैन होइन बोटिङहरू छ त्यही भिडी टावर छ त्यही अब पुरो खिच्ने राम्रो ठाउँ बनाएको छ भन्छ तिनीहरूले पछाडि चाहिँ भागेहरू जस्तो छ तिलौराकोट आइसक्यौँ ल गाइसहरू हामीहरू चाहिँ यस्तो पुरा जङ्गल टाइपको छ नि त जङ्गलै हो हुनलाई त त्यही पनि स्टिल अब चाहिँ हामी यहाँ फोटो खिच्छौँ अब हामी यहाँ फोटो खिच्छौँ त्यसपछि हामी फेरि लाग्छौँ त्यसपछि हामी फेरि वापस लाग्छौँ वापस कता भन्दाखेरि घर अफकोर्स
बसन्ती गयो अगाडि अगाडि हामी छौँ पछाडि पछाडि वेलकम टु लौराको भन्दै मरेको थिएँ जता कतै खिच्ने अस्ति खिच्न पाएन एकदम ब्युटिफुल नेचर मन पराउनु हुनेहरूको लागि चाहिँ बट ब्युटिफुल अनि आज चाहिँ खै कुनै स्कुलको भिजिट आउनुभएको रहेछ त्यही भएर भयो नजाम नाइ गाइजहरू अब चाहिँ हामी निस्किन लाग्यौँ लौरा कोटबाट फोटोसोटो खिच्यौँ फोटो चाहिँ अहिले इन्स्टामा आउँछ अनि टिकटकमा नि आउन सक्छ हामी चाहिँ उतातिर चाहिँ गएनौँ बिकज जाम त भनेको थियो त्यसले तर गएनौँ फोटो खिच्न आएको फोटो खिच्यौँ भइयो भिडियो गऱ्यौँ भइयो घुम्न अस्ति न उता घुमेको कि त्यही भएर नि हो अनि यहाँको चाहिँ यस्तो बगाल छ भ्यूहरू चाहिँ मेरो मोबाइल कहाँ रे त्यही त जब सकिएन अब चाहिँ म चलाउँछु टर्न दिदीले चलाउँछु टर्न दिदीले अहिले होइन अलि उहाँ रोडमा गएपछि चलाउँछु खोल्न यो राखौँ ब्याग अब ब्याग निकालेर के काम त नि ठाउँ हो किन अब चाहिँ हामी जान लाग्यौँ यतिबाट हो त्यस्तो अब चाहिँ हामी लाग्यौँ बाई बाई गाइजहरू यसको मोबाइल फस्यो भने चाहिँ म जिम्मेवारी हुन्न पुरै जङ्गल टाइपको भित्रबाट यस्तो गर्नुहुन्छ कसरी इमेजिन पनि गर्न सक्दैन भित्र यस्तो राम्रो पिसफुल ठाउँ छ तर छ धेरै थाहा पनि छ तर लास्ट टाइम म कहिले आएको भन्दाखेरि योभन्दा अगाडिको कतिभन्दा अगाडि के लास्ट टाइम फर्स्ट टाइम म कति बेला आएको थिएँ भन्दा म 4 कि 5 क्लासमा हुँदाखेरि स्कुलबाट टुर लिएर आउनुभएको थियो तिलौराकोट यस्तो थिएन फेरि हामी आउने बेलामा चाहिँ नि उहिले जमानाको कुरा हो कति म 4 कि 5मा यस्तै करिबमा पढ्दाखेरि आएको तिलौराकोट अनि लुम्बिनी घुमाउनु भएको थियो 2 ठाउँ घुमाउनु लैजानु भएको थियो यस्तो रमाइलो भएको थियो केटाकेटीको बेलामा मन्दिर रहेछ यहाँ चाहिँ हात्ती यो चाहिँ तिलौराकोटको अगाडिको ल अब चाहिँ मेन रोड आउँछ अघि नै मैले भनेको थिएँ नि तिलौराकोटको म्युजियम भनेर त्यो चाहिँ अगाडि छ इतिहासका उसहरू छ कि त्यहाँ चाहिँ सामानहरू छ त्यही के भन्छ मटकाहरू फुटेको अनि भाँडाहरू यस्तै टाइपको सामानहरू चाहिँ छ त्यहाँ चाहिँ गरगहना कता छ होला उसाबा गरगहनाहरू के छ अरे कि पोसाकहरू पनि होला उसाबा त्यो सामानहरू छ भिजिट गर्नु होला यहाँ पनि तिलौराकोट पनि एक दिन मिलाएर धेरै टाइम त लाग्दैन हामी चाहिँ अस्ति गएर आइसकेको त्यही भएर चाहिँ नजाने अब चाहिँ मजा रामघाट मेला लाग्छ भन्छ नि रामघाट मेला मैले भनेको होइन है यो चाहिँ म सकिने भनेको यदि रङ इन्फर्मेसन हो भने राइट हो भने चाहिँ मैले भनेको नत्र भने चाहिँ सुधिरले भनेको कहिले यसको स्कुटी हिँड्ने बेलामा म जहिले नआएको बेलामा पर्छु कि अनि मेरो बाल यस्तो हुन्छ
मन्दिरले चलाउँछु ल दाइ जब यसै चलाउने म पछाडि बस्छु दिदी भन्दा दिदी बहिनी दिदी हो दिदी म योभन्दा जेठो छु कान्छी छ भएर त दाइ उइ के गर्छ ड्राइभर सिफ्ट भयो राम्रै चला है घर पुरा पुऱ्याउन मैले घर त यो त पुलिसको गाडी हो के भयो त दुर्सिन्दी 8 किलोमिटर से यहाँबाट दाइ अनि 9 तिर सरी दाइ अब हामी लाग्छौँ हामी फेरि ड्राइभर चेन्ज भयौँ किन भन्दाखेरि उहाँ महानुभावले सामान ल्याउनु बिर्सिनु भयो जुन अभिषाको मम्मीले पठाउनु भएको थियो अब हामी फेरि लिन जान आऊँ ड्राइभर चेन्ज गरेर किनकि मलाई त लखर छन् केटाकेटी जस्तो देख्छन् यार मलाई त छ हुन त म केटाकेटी हो त्यही पनि हामी फेरि वापस जानलाई त्यही भएर पछाडि बाइक आइरहेको खै के सामान हो यसले लिनु खै मलाई त थाहा भएन म त बिर्सेँ के भाइ फेरि वापस आयो फेरि अर्को पसल आयौँ गाइजहरू जनावर त औषधि पाइन्छ नि हो औषधि के जनावरको लागि जनावरको लागि औषधि पाउने ठाउँ कुन हो यही हो भिटामिन लिन्छ अब हामी घरतिर जान्छौँ यस्तै हेर्दै हेर्दै थ्याङ्क यू फर वाचिङ दिस भिडियो बाई बाई